रोनाल्डो भर्सेस मेसी आउनु साथीहरु हेरौँ आज कसले जित्छ। यदि हजुरहरु रोनाल्डोको फ्यान हो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुस्। यदि मेसीको फ्यान हो भने प्यारो कमेन्ट गर्नुस्। र कन्ट्रीको कुरा गर्न पर्दा रोनाल्डो पोर्चुगलबाट हो भने मेसी चाहिँ अर्जेन्टिनाबाट हो। र दुईजनाको एजको कुरा गर्न पर्दा रोनाल्डो 38 वर्ष भएका छन् भने मेसी चाहिँ 35 वर्ष भएका छन्। रोनाल्डोले अहिलेसम्म 180 वटा इन्टरनेशनल म्याच खेलेका छन् भने मेसीले चाहिँ 172 वटा इन्टरनेशनल म्याच खेलेका छन्। त्यसैले यो पोइन्ट जान्छ रोनाल्डोलाई। रोनाल्डोले अहिलेसम्म 118 वटा इन्टरनेशनल गोल हानेका छन् भने मेसीले चाहिँ 98 इन्टरनेशनल गोल हानेका छन्। त्यसैले यो पोइन्ट जान्छ फेरि रोनाल्डोलाई। दुईजनाको नेट वर्थको कुरा गर्न पर्दा फेरि रोनाल्डोको $500 मिलियन छ भने मेसीको चाहिँ $620 मिलियन छ। त्यसैले यो पोइन्ट जान्छ मेसीलाई। दुईजनाको इन्स्टा फलोवरको कुरा गर्न पर्दा फेरि रोनाल्डोको 547 मिलियन फलोवर छ भने मेसीको चाहिँ 430 मिलियन फलोवर छ। त्यसैले यो पोइन्ट जान्छ फेरि रोनाल्डोलाई। रोनाल्डोले अहिलेसम्म वर्ल्ड कप जितेका छैनन् भने मेसीले चाहिँ जितेका छन्। त्यसैले यो पोइन्ट जान्छ मेसीलाई। फाइनली विनर इज बोथ अफ देम।